कुनै पनि भिडियोबाट चाहिँ स्पेसिफिक पार्ट मात्रै है स्पेसिफिक क्लिप मात्रै टाइमलाइनमा लानु पर्यो भने कसरी गर्ने क्विक टिप्स है बिगिनर्सको लागि चाहिँ यहाँनिर यो भिडियो छ यसलाई चाहिँ माथि लैजाउँ है सोर्समा यहाँनिर यो सोर्समा है तपाईँ यतापट्टि हुनुहुन्छ भने चाहिँ यहाँ क्लिक गरेर सोर्समा आउनु होला है सोर्स प्यानलमा यहाँनिर भिडियो आइपुग्यो है अब जस्तो यो भिडियोबाट हामीलाई चाहिँ जस्तै यहाँबाट यहाँनिर एकचोटि क्लिक गर्नु होला यसरी स्लाइड तपाईँको यहाँ आइपुग्छ है अथवा स्लाइड यहाँ छ भने तपाईँले ड्र्याग गरेर यसरी ल्याउनु पनि मिल्छ है अनि यहाँनिर मार्किन भनेर लेखिरहेको छ मार्किनमा क्लिक गर्नु होला है अब कहाँसम्म चाहियो त जस्तै यहाँसम्म चाहियो यहाँ क्लिक गर्नु होला अनि यो मार्क आउट है यसलाई क्लिक गर्नु होला यति मात्रै सेट भयो हैन यहाँबाट यहाँसम्म मात्रै सेट भयो अब अडियो र भिडियो दुईटै चाहिएको भने तपाईँले माथिबाट क्लिक गरेर भिडियोमा क्लिक गरेर ड्र्याग गरेर टाइमलाइन लगाएर छोड्न सक्नुहुन्छ यसरी है अथवा भिडियो मात्रै चाहिएको भने यहाँनिर यो चिन्ह है रिलको चिन्ह तपाईले ड्र्याग भिडियोमा लेखेको छ देख्नुभयो यसलाई क्लिक गरेर तानेर तपाईले यहाँ टाइमलाइन लगाएर छोड्न सक्नुहुन्छ अडियो आएको छैन भिडियो मात्रै आयो अडियो मात्रै चाहिएको छ भने चाहिँ यो अडियो चाहिँ यहाँनिर छ ड्र्याग अडियो ओन्ली यसलाई क्लिक गरेर तानेर चाहिँ यहाँ ल्याएर छोड्न सक्नुहुन्छ है